कर्कलाको पानी। भरतपुर विमानस्थलबाट 4 किलोमिटर जति नैऋत्य दिशामा 4 कोठा भएको सानो एक तले घर छ। त्यो घरमा 4 जना मानिस बस्छन्, बुबा, मामु, गुड्डु र म। बुबा परिवार नियोजनमा जागिरे हुनुहुन्छ, मामु सरकारी स्कुलमा अस्थायी शिक्षक। मेरो चञ्चल उमेरलाई उफ्रिन र कबड्डी खेल्न हाम्रो घर वरिपरिको समथर भूभाग छ। फुटबल खेल्न नजिकै ठुलो चौर छ। साइकल चलाउन फराकिला र सिधा बाटाहरू छन्। उत्तरतिर अग्ला अग्ला हिमाल र पहाडहरू छन्। तिनै हिमालबाट पग्लेर पहाडका पैतालाहरूसँग तरल गीत गाउँदै यहाँ आउने र यहाँबाट बग्दै जाने नेपालकै दोस्रो ठुलो नदी नारायणी छ। पूर्व र दक्षिणतिर पहाड जस्तै अग्ला अग्ला सालका रुखहरू भएको जङ्गल छ। जङ्गलको काखमा राप्ती नदी र छातीमा अनेक तालतलैयाहरू छन्। शरीर र शिरभरि अनेक पशुपन्छी छन्। हिउँदमा यहाँ मौसमले हुस्सु र कुहिरोको सेतो पछ्यौरा ओढ्छ। गर्मीमा भने मानिसको शरीरभरि घमौरै घमौरा फैलाइदिन्छ। यति भएर पनि यो ठाउँ प्यारो छ, किनभने सबैभन्दा पहिला मैले यहीँको माटो छोएकी हुँ, यहीँको माटोमा उभिएकी हुँ, हिँडेकी हुँ र दौडिएकी हुँ। मेरा कलिला खुट्टाले उभिन, हिँड्न र दौडिन खोज्दा खोज्दै धेरै पटक म यहाँको माटोमा लडेकी छु र मलाई यहाँको माटोले उभाएको पनि छ। हाम्रो परिवारमा म भन्दा माथि दाइ थियो रे। म जन्मिएको 8 महिनापछि ऊ धरती छोडेर आकाशमा गएछ। मामु भन्नुहुन्छ, तेरो दाइ तारा भयो। बेला बेला म देखेला कि भनेर म रात परेपछि आकाश हेर्छु। लाखौँ तारा देखिन्छन्, तर छुट्याउदिन सक्दिन मेरो दाइ कुन चाहिँ तारा भयो। सानोमा मेरो अनुहार काटीकुटी दाइको जस्तै थियो रे। उसकी अनुहार चोरेर जन्मे जस्तो, शरीर पनि उस्तै फरक थियो त केवल शरीरको मध्यभाग, जो चाहिँ मैले चोर्न सकिनछु। मैले थाहा पाउँदाको उमेरदेखि नै बुबा मामुले मलाई बाबु भनेर बोलाउनुहुन्थ्यो, किनभने तारा भएको दाइलाई उहाँहरूले बाबु भनेर बोलाउनुहुन्थ्यो रे। अनुहार पनि बाबुको जस्तै भएकाले होला बाबु नै ठान्न मामुले हर बखत मलाई कट्टु लगाइदिनुहुन्थ्यो रे, ताकि कट्टुले मेरो शरीरको मध्यभागमा रहेको नानी छोपिरहोस्। नुहाइदिँदा पनि मामुले कट्टु नै लगाएर नुहाइदिनुहुन्थ्यो रे। मलाई थाहा पाउँदा पनि कट्टु नै लगाएर नुहाइदिनुहुन्थ्यो, जुन बेला मलाई लाज लाग्दैनथ्यो। बाबु नै भए पनि सानो छँदा त मामुहरूले आफ्ना सन्तानका आँखामा गाजल लगाइदिन्छन् र कान छेडिदिन्छन्, तर नानी भएर पनि मामुले मलाई गाजल समेत लगाइदिनु भएन र कान पनि छेडिदिनु भएन। मामुले मलाई लुगा पनि बाबुले लगाउने खालका मात्र लगाइदिन थाल्नुभएछ। मैले थाहा पाउँदा मसँग नानीले लगाउने लुगा एउटा पनि थिएन र आजसम्म पनि छैन। बुबाले मेरो कपाल कटाइ पनि बाबुको जस्तै बनाइदिन थाल्नुभएछ। बुबा मामुले बाबु भनेर बोलाउँदा बोलाउँदै मेरो स्वभाव र व्यवहार ठ्याक्कै बाबुको जस्तै हुँदै गएछ। म यसै भन्न त सक्दिनँ मेरो स्वभाव र व्यवहार बाबुको जस्तै हुनुमा बुबा मामुको धेरै हात छ कि म स्वयंको। जे होस्, मलाई बाबु भनेर बोलाएको मनपर्छ। किनभने मलाई बाबु जस्तै देखिन मनपर्छ। मैले थाहा पाउँदाका उमेरदेखि नै म मामु